एउटा शान्त तलाउको कल्पना गरौँ। अहिले यसको सतहमा कुनै तरङ्गहरू देखिएका छैनन्। जसै कुनै बाहिरी कारणले सतहको पानीलाई आघात गरिन्छ, त्यही शान्त पानीको सतहमा लहरहरू उत्पन्न हुन थाल्छन्। ती लहरहरू वास्तवमा बाहिरबाट आएका होइनन्, यो त पानीमा नै थियो। बाहिरको कारण त केवल यसलाई उत्पन्न गर्न सहायक मात्र हो। बाहिरबाट गरिएको आघात जति ठुलो हुन्छ, लहर पनि त्यति नै ठुलो। वास्तवमा बाहिरी कारण हुँदैन थियो भने पानीको सतह शान्त र स्थिर नै रहिरहन्थ्यो। मानिसको मन पनि स्वाभाविक रूपमा यसै गरी शान्त हुन्छ। फेरि शान्त हुनुको तात्पर्य जड अथवा निर्जीव भने होइन। ऊ आफ्नो असीम र गम्भीर क्षमताका साथमा स्थिर हुन्छ। जसै यो मनमा कुनै विषयहरूले आघात गर्दछन् अनि मन पनि त्यही विषयको रङका साथमा रङ्गिन थाल्दछ। यसलाई शान्त मनमा कसैले विघ्न गर्दा उत्पन्न भएका तरङ्गका रूपमा लिन सकिन्छ। मनमा उठेका यी तरङ्गहरूलाई हामी विचार भन्ने गर्दछौँ। यिनै विचारहरूले मनलाई निरन्तर चलायमान बनाइरहन्छन्। विचारहरू तछाड मछाड गर्दै निरन्तर हाम्रो मानसपटलमा उत्पन्न हुँदै हराउँदै जान्छन्। कहिले बलियो विचारले कमजोर विचारलाई दबाइदिन्छ। कुनै विचार समयसँगै हराएर जान्छन् या तिनीहरू अप्रासङ्गिक भइसकेका हुन्छन्। कुनै विचार हाम्रा लागि सुखद हुन्छन् भने कुनै दुःखद। यसरी हाम्रा सम्पूर्ण गतिविधिहरू भनेका नै विभिन्न विचाररूपी झुन्डको परिणाम हो भन्न पनि सकिन्छ। अब प्रश्न उठ्छ, आखिर यी विचारहरू कहाँबाट उत्पन्न हुन्छन्? उत्पन्न हुनभन्दा पहिले कहाँ लुकेर बसेका थिए होलान्? हाम्रा सम्पूर्ण विचारहरू हाम्रो वरिपरिको वातावरणबाट हामीले के आहरण गर्दछौँ त्यसैमा भर पर्दछ। अथवा विचारको मुख्य स्रोत भनेको नै आहारा हो। आहारा भन्नाले हामीहरू मुख्यतया खानेकुरालाई बुझ्ने गर्दछौँ। हामीले जस्तो खानेकुरा खायौँ त्यस्तै अनुसारको मन हुन्छ र त्यही मनबाट विचारहरू उत्पन्न हुन्छन्। सादा शुद्ध खाना खाँदा एक किसिमको र तमोगुणी गरिष्ठ खाना खायो भने फेरि अर्कै किसिमको विचार उत्पन्न हुन्छ। आहार भन्नाले बृहत अर्थमा जे कुरा आहरण अथवा ग्रहण गरिन्छ त्यसलाई बुझ्नु पर्दछ। आहारमा केवल भोजन मात्र होइन, ज्ञानेन्द्रियहरूले ग्रहण गर्ने जुनसुकै विषयहरूलाई लिन सकिन्छ। आँखाले हेरेका दृश्य, कानले सुनेका शब्द, छालाले गरेका स्पर्श, नाकले सुँगेका विषयहरू, यिनीहरूले पनि विचारहरूलाई असर गर्दछन्। यदि यी ज्ञानेन्द्रियहरूले कुनै पनि विषयको ग्रहण नगर्ने हो भने मनमा कुनै विचाररूपी तरङ्गहरू उत्पन्न नै हुँदैनन्। संसार कर्मले चलेको हुन्छ। कुनै क्षण पनि हामीहरू कर्म नगरी रहन नै सक्दैनौँ। यही कर्महरूको परिणामस्वरूप हामीहरू धर्म आर्जन गर्दछौँ। यसैले गीताको पहिलो श्लोकमा नै धर्म क्षेत्रे कुरुक्षेत्रे भनिएको छ। भनेको धर्म र कर्म दुवैको क्षेत्र यही हो। हामीले संसारमा विभिन्न किसिमका कार्यकलापहरू गर्नुपर्ने भएको हुँदा यी विचारहरूको आवश्यकता परिरहेको हुन्छ। कर्मको माध्यमबाट हामीहरू विचारलाई मूर्त रूप दिन्छौँ। यसकारण कर्मका साथमा हामीहरूले कस्तो विचार लिएर कर्म गरेका छौँ त्यो अझै महत्त्वपूर्ण हुन्छ। विचार राम्रो गरेको छ भने कर्म पनि राम्रो हुन्छ। राम्रो कर्म गर्दै जाँदा भविष्यमा झन् राम्रो कर्म गर्ने मार्ग खुल्दै जान्छ। विचार पनि विभिन्न किसिमका उत्पन्न हुन्छन्। कुनै राम्रा हुन्छन् भने कुनै नराम्रा। नराम्रो विचार आयो भन्दैमा त्यसलाई प्रोत्साहित गर्न पनि भएन। कुविचारलाई फेरि सुविचारले जित्न पर्दछ। यो फोहोर पानीले बनाएको मैलोलाई सफा पानीले धोएको जस्तै हो। आफ्नो विवेकको प्रयोग गरेर नराम्रो विचारलाई हटाउनु पर्छ अनि त्यही सुविचारका साथमा कर्म गर्न पर्दछ। योगको भाषामा कुविचार सुविचार भन्दा पनि अर्को उन्नत अवस्था छ, त्यसलाई निर्विचार भनिन्छ। कुविचार वा सुविचार जेसुकै भए तापनि यसले हामीलाई कुनै न कुनै कार्यमा प्रवृत्त गराइरहन्छ। योग भनेको सबै किसिमका विचारहरूको निरुद्ध अवस्था हो। यस अवस्थामा व्यक्ति कुनै पनि विषयमा प्रवृत्त हुँदैन। त्यसैले यसलाई निवृत्त मार्ग भनिएको छ। यो कुनै बेहोसी अथवा अचेत अवस्था होइन। यो नै मानव जीवनको सबैभन्दा उन्नत अवस्था हो। निर्विचार अवस्थामा साधक आफ्नो चैतन्य स्वरूपमा लीन भएको हुन्छ। उसका सांसारिक कर्तव्य र कर्महरू त्यसबेला केही पनि बाँकी नै हुँदैनन्। यस अवस्थालाई पतञ्जलि योग सूत्रमा निर्विचार वैशारद्य अध्यात्म प्रसादः भनिएको छ।
अर्थात् साधना गर्दा गर्दै निर्विचार अवस्थाको समाधि प्राप्त गरेको साधकले आध्यात्मिक प्रसाद प्राप्त गर्दछ। यहाँ आध्यात्मिक प्रसाद भन्नाले आफूभित्र रहेको आत्मिक प्रसाद, आत्मिक आनन्द भन्न खोजिएको। प्रसाद जतिको शुद्ध र पवित्र विषय अरू के नै हुन सक्छ। यो तत्त्व हरेक व्यक्ति स्वयंका भित्रमा रहेको हुन्छ। यही स्थितिसम्म पुग्नका लागि मन्त्र जप, ध्यान, योग साधना आदि विषयहरूको अभ्यास गर्न पर्दछ। धन्यवाद।